नमस्ते, म निशा नेउपाने सिन्हा हजुरहरूमाझ रचना वाचनका लागि उपस्थित भएकी छु। रचनाकार हुनुहुन्छ दीननाथ पोखरेल। माई पोखरी महाकाव्यबाट मदिरा छन्दको रचना लिइरहेछु मैले। उहाँको रचना यसरी सुरु हुन्छ। जान्छु इलाम त्यहाँ हित भावनीको अति मिष्ट छ ज्ञान रे, जाति मिली खुद बढ्छ खुसी, शुभ मिल्छ बुटी मन गम्छ रे। संस्कृति मिलेर जात विजात र धर्म रमिकन खुल्छ रे, जाल र झिल त्यहाँ सब छैन कहीँ अति मिष्ट सुवास छ रे। जाल र झिल त्यहाँ सब छैन कहीँ अति मिष्ट सुवास छ रे। पर्दछ घुम्न र हेर्न सबै तब खुल्दछ द्वार बुझेर सही, धर्म टिपिकन द्वन्द गराउँछ दुष्ट र शत्रु बुझौँ र टिपौँ बही। जात उराल्दछ लिङ्ग लडाउँछ सौख्य बढार्दछ दुष्ट त्यही, कर्म बिगार्दछ सान ढलाउँछ मान गिराउँछ दम्भ त्यही। कर्म बिगार्दछ सान ढलाउँछ मान गिराउँछ दम्भ त्यही। दिव्य छ औषध टिप्नु छ सिक्नु छ राख्नु छ मानेर सान सधैँ, कर्म उमार्नु छ चित उकास्नु छ शिल्प तिखार्नु छ बाँच्न सबै। दिव्य कलाज जोड्न भला गम चित सही मन बन्छ खुला, खोज्नु छ चाल्नु छ बाल्नु छ जिड चिनी सब लाग्नु छ फाल्न लुला। खोज्नु छ चाल्नु छ बाल्नु छ जिड चिनी सब लाग्नु छ फाल्न लुला। चञ्चल चाल र दुच्छ र जाल चुनिकन फ्याँक्न प्रयत्न गरौँ, निर्मल कर्म र सुन्दर चेत हुने रस ज्ञान टिपेर छरौँ। जात विजात भनी घर भाँड नउठे सब ढल्दछ बास बुझौँ, मेल गरी मन रम्न सको सुख द्वार खुलो शुभ ज्ञान झिकौँ। मेल गरी मन रम्न सको सुख द्वार खुलो शुभ ज्ञान झिकौँ। चाल चुनी दिल गर्न सफा निज भाइ सँगै सब उठ्न सकौँ, धर्म र संस्कृति गौरव हुन् सब साँच्न मिलिकन उठ्न सकौँ। देश हितार्थ छ कर्म भलो मन जागृत होस् भन लौ न तजा। एक कविता बजान्छु मता मन पार सफा भन लौ न बजा। एक कविता बजान्छु मता मन पार सफा भन लौ न बजा। एक कविता बजान्छु मता मन पार सफा भन लौ अब जा। धन्यवाद।